हेलो गाइज वेलकम ब्याक नेक्स्ट भ्लग तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा। म चाहिँ गाउँ आइसकेको अवस्था छ। मेरो पछाडि ट्याक्क हाम्रो गाउँका तनिरहरू रहेका छन् होइन। ल केटाहरू हेलो गर त। के छ बोल त केटाहरू हेलो हेलो। नाम के हो तिमीहरूको? के गर्न आएको छ तिमीहरू यहाँ? मेरो नाम अभिषेक हो। के गर्न आएको छ तिमीहरू? त्यही हो गाइज, आज गाउँ आएको सेकेन्ड डे होइन। ठक्क लाएर म र मेरो भाइ चाहिँ यसको घरमा जान लाग्छौँ। ट्याक्क मलाई चाहिँ काँक्रा साँक्रा खुवाउँछु भन्छ कि होइन? ओके के छ अवस्था? ठिकै छ, म काँक्रा साँक्रा खुवाइदिन्छु। ल त्यही हो, ट्याक्क गाउँको मजा रमाइलो बेग्लै छ होइन केटा? मजा बेग्लै रमाइलो। आज चाहिँ म गाउँ आएको सेकेन्ड डे हो। टक्क लाएर यसको घरमा चाहिँ हामी काँक्रा साँक्रा खान गइरहेको अवस्था छ। र मेरो भाइको घर चाहिँ यस्तो छ होइन। तपाईँहरू पनि देख्न सक्नुहुन्छ गाउँतिरको घर एकदम बवाल हुन्छ। के अरे लुक्स हेर्नु न, लुक्स वाह बवाल छ होइन केटा? चट्ट परेको ट्याक्क। तपाईँहरूले यता चाहिँ ट्याक्क फुलसुल फुलेको अफ पनि देख्न सक्नुहुन्छ। क्या दामी फुलफुल भएको छ। ट्याक्क लाएर घर चाहिँ लुक्स बवाल छ, चिटिक्क परेको होइन। अनि यता चाहिँ ट्याक्क हाम्रो भाइले केरा सेरा लागेको अवस्था छ। तल हाम्रो सुन्तलाको बारी लागेको अवस्था छ। ट्याक्क सुन्तलाहरू, सुन्तला पाएपछि मलाई पनि दिन्छस् नि होइन? के छ अवस्था? हो टक्क तपाईँले देख्न सक्नुहुन्छ साइडमा केरा। अनि यता चाहिँ हाम्रो चट्ट लगाएर फुल पनि देख्न सक्नुहुन्छ है। म गाइज अब म चाहिँ काँक्रा टिप्न जान लागेको छु। त्यही पनि अहिले दाइको लागि भनेर राखेको हो फेरि होइन। कत्रो छ? अब खै कत्रो छ माथि जान लाग्छु। ल ल ल टक्क लगाएर गोल भेडा नि फलाएर छ यहाँनिर। मेरो भाइले चाहिँ काँक्रा साँक्रा टिपिरहेको अवस्था छ होइन। ओ त्यो माथिको टिप्ने बाउ ठुलो छ त यार। गाउँतिर आउनुको मजा यही बेग्लै छ यार होइन। चट्ट लगाएर अर्ग्यानिक काँक्रो, वाउ दामी दामी। चट्ट लगाएर यो बालदारीबाट चाहिँ भित्र गइरहेको अवस्था छ। अब दामी नुन खोर्सानी पिसेर ट्याक्क खाइन्छ होइन। के भएछ? ढुकाको किला होल्यो। ए ओके ओके, मिस्त्री होस् नि त ओके छ ल। टक्क लाएर मेरो भाइले चाहिँ अब काँक्रा साँक्रा खानलाई स्वागत गर्नलाई नुन खोर्सानी पिसिरहेको अवस्था छ। तपाईँहरूले पनि कतिजनाले खानु भएको छ ट्याक्क कमेन्ट हान्नुहोस् गाइस है ल। ल गाइज टक्क अघि हामीले मेरो भाइले नुन खोर्सानी कुटिरहेको थियो। अब चाहिँ ट्याक्क रुममा आएर चट्ट लाएर खोर्सानी दलेर होइन ट्याक्क यसरी खाइन्छ अब होइन। कसो छ? हामी छ लाग्यो खोर्सानी पिरो यार। फुलबालीले भैँसी पेसा गर्न थालेको कति वर्ष भयो? मेरो भइगयो 20-25 वर्ष, नै 25 वर्ष भयो। एउटा नोक्सान त भएन? नै भएन, भएको छैन, एकदम रेडी छ अहिलेसम्म रेडी। अब क्या छ, अब भैँसी पाल लागेका छन्, अब भ्याउँछन्। दैरो दुध घिउ मजा यता खाने, मजा यता खाने। छोरालाई पाल्ने, छोरीलाई पाल्ने, सबैलाई पाल्ने, जान पाल्ने, सबैलाई पाल्नुहुन्छ? सबैलाई पाल्ने। अनि अहिले तपाईँको छोराछोरी कता हुनुहुन्छ? अहिले विदेशमा गएका छन्। 2 भाइ छोरा 3 भाइ छोरा विदेशमा गएका छन्। अनि बाउबट्टी घरै छन्, नाति छन्। अब नातिले पनाति जोइ ल्याउन लाग्छन्। तपाईँका त त्यस्तो पो छ त होइन? त्यस्तो छ भाइ। अब नातिले जोइ ल्याएन, पनाति पनाति हजुर। अब जनाति देख्ने वाला छु। बड्डो अब गयो, अब जिन्दगी गयो नि। अब के गर्ने होला? तेरो क्या छ त नि बाबु? मेरो त अब लगभग सोचो अब अर्को वर्षसम्म हुन्छ होला। त्यो किन त आज म त्यो बुवा तल इन्डिया छन्, केही न केही अल्छिन उपाय गरिन। छिट्टै विवाह गरेपछि आमालाई सजिलो होला। बुवा घरतिर बैनन्, त्यो के काम गरे त त्यो? अब गरौँला, अब बिस्तारै हेर्नुहोस् भाइ। अब आमालाई पनि हेरौँला एकचोटि, नभए एकचोटि त गर्नै पर्छ। एकचोटि त गर्नै पर्छ नि। म त के गरौँ त? अब बाख्रा 10-12वटा बाख्रा छ। हजुर हजुर। नि भैँसी अब 4-5वटा भैँसी छन्। अब जो होला सोही होला
एने मजा है त ठासे त खाने बिहान खाने टक्कु गर्ने हो तपाईँको फेरि यतिकै भइसकेपछि अब खानै पर्छ होइन खानै पर्छ खुट्टो तानी खाने हो बाउ पेटे बेरी खाने चौरे बेरी मर्ने के कसो त बाउ ठिकै हो यो है अनि हजुरको श्रीमती खै त श्रीमती आज काँरातिर छर्न गएका छन् पहिला जान्न भन्ने जस्तो भएको छु भुम्रो गर्दा बरु भिड पाल्छ यही नै दुःख गर्न सक्दैन बरु म तँ बड्डो हिँड्दै बस म पहिलो गइन्छु भन्ने उपाय गरेका छन् अब के गर्ने होला भाउ त्यसले यसको उपाय के छ भने गर भाउ अहिले त अब श्रीमतीलाई पहिलो नजा भन्ने सकिन्छ क्या त्यो काम मान्दैनन् त यहाँ म के गर्ने राम्रो कामको विचारले गर्दा खत्तमै हुने रहेछ नि त्यस्तै छ भाउ अनि हजुरका बाख्रा खै त नि अहिले बाख्रा कहाँ रहेछ बल्ल रुमचौरो छन् कसले पालिदिन्छ नि रुमचौरो माइलाको माइतीले बल्ल कहाँ पारी बन्नु छोरा गरिन बिलोबाट हुल्ने आता बाख्रा घर आइदिन्छ त्यही छ अब चालाचाल वातावरण यही छ भाउ अब के गरौँ र यही लाटुको लोग्ने टाउकोमा ठोक्ने यही म किन म अहिले घर थिइनँ या के भएन अहिले भैँसा धन भएन सबै गाबिन भएनबाट अब क्या भुब्रो गर्नु होइन यिनी सबै भ्याएपछि 6वटा 7वटा ऊ एउटा अगाडि रहेछ त्यो 7वटा भइहाल्छ नि त 7वटा भए त फेरि भैया अनि अब बाख्रा कतिवटा छन् नि त बाख्रा त 10वटा छन् 10टा 10 17 भनेपछि बल्ल 2टा 19टा हो यही भएन त यत्रो काम गर्न सक्दैन र म अब अर्कैसँग म जान्छु होटलवाला हिँड्छ कि पसलवाला हिँड्छ म जान्छु भन्छन् नि त्यहीले भन्दाखेरि चाहिँ यहाँ त के बुब्रो अब फेरि आफू त आला भन्ने जस्तो भएको छ है मलाई आफू चाहिँ नल्याउनु पर्यो ठुलो है हो त्यो के गरौँ र चाहिँ बुढीलाई चाहिँ अलिकति राख्नु पर्यो बुझ्यो भ्याएपछि घिउ र दुध मात्रै खुवाउँदा भने हो त्यो चाहिँ खानुपर्छ ल हुन्छ हाम्रो चाहिँ यति नै हो है जनालाई नमस्ते मेरो नाम चाहिँ सुवर्ण पौडेल खड्का अनि यहाँ चाहिँ हामी दाउरा आइरहेका छौँ ल हामी चाहिँ अब दाउरा यतिकै ढोका ल्याइरहेका छौँ ढिगो हाम्रो दाजुले चाहिँ ढोका लाग्नु भएको छ अब यसै दामी छ दामी ओके छ ओके ठिक छ नि होइन अरू अन्त हामीलाई ठिक छ ओके है दाजु आज म चाहिँ गीत गाउन आइरहेको छु अहिले त भिटेन हान्छु ओके कृष्ण भाइ हाम्रो भाइले के गाउँछ अरे भिटेन गाउँछु अरे ट्रक लगाएर हाम्रो भाइले चाहिँ एउटा गीत गाउँदैछ सबैले सुन्नु होला है त ल बाबु हान्दै स्टार्ट ल स्टार बिरी पाटुको मलाई बिरी तान्न रे श्रीचर खान्नेले सिरी खान्न रे सबजना ब्रान्डेड थिया या साउनीको बत्तीमा जाम लोकल ठर्रा खाम चुच्चो हिमाल जस्तो मचालिँदै जाम या म जिउन सक्दैन मुटु जलाई तिमी नै आन्द्रा तिमी नै बुढी हौ नछोड है मलाई म जिउन सक्दैन मुटु जलाई तिमी नै आन्द्रा हौ तिमी नै बुढी हौ नछोड है मलाई तिम्रो याद आउँछ रे धेरै आउँछ तिमी नै आन्द्रा हौ तिमी नै बुढी हौ नछोड है मलाई म जिउन सक्दैन मुटु जलाई तिमी नै आन्द्रा हौ
तिमी नै बुढी हौ नछोड है मलाई। ल हाम्रो कमल भाइले फिलहालको गीत गाउँछ होइन टक्क लाएर के हो हाम्रो भाइ सबै सामु पुग्छ दर्शकमा ट्याक्क अर्को गीत पनि गाइदिनु ऱ्याप हान्छ भने ऱ्याप हान्न ल के आउँछ तिमीलाई त्यही गाउ ल है के आउँछ तिमीलाई त्यही दामीसँग गाउ है यात्रा म गरिरहेको छु हिजोदेखि आजसम्म आँखा बन्द गरी बस्न मन छ आनन्दमा। यात्रा म गरिरहेको छु हिजोदेखि आजसम्म आँखा बन्द गरी बस्न मन छ आनन्दमा। हाम्रो भाइहरू चाहिँ सालो चाहिँ फेरि गाउँले सिङ्गर हुन् होइन ट्याक्क जङ्गलतिर आउने होइन मिठो गीत गाउने चट्टो लगाएर ल स्टार्ट अर्को गीत ल। यादमा भरेछु दिनभरि तिम्रो यादमा सपनै देखेछु नछोड है मलाई। म जिउन सक्दिन मुटु जलाई जलाई तिमी नै आन्द्रा हौ तिमी नै बुढी हौ नछोड है मलाई। ल अब यो लोकगीत भइसक्यो केटाहरू अब ट्याक्क ऱ्याप हान्नु पऱ्यो एउटा हाम्रो भिटेनको लाउरेको ट्याक्क एउटा दामी गीत ऱ्याप है जुन गाउँदा नि हुन्छ एउटा मिठो है ल दामी। भिटेनको ऱ्यापर लिन आइजा दर्शन 17 लाख जान 17 लाख दिन आइजन 16 वर्ष उमेर नै ढल्कियो कता जाने जाने तिम्रो यादमा भरिपूर्ण भयो कता जाने जाने। पानीमा स्यालले पुच्छर हल्लायो जिन्दगानीमा सिमसिमे पानीमा स्यालले पुच्छर हल्लायो मकै बारीमा ओहे तङ्ग्रिम त लै आज म चाहिँ फेरि अर्को गीत पनि गाउँदछु। सिमसिमे पानीमा जसले पुच्छर हल्लायो मकै बारीमा सिमसिमे पानीमा जसले पुच्छर हल्लायो मकै बारीमा। ओ र तिम्रो मेरोको छ र ए पर सिमसिमे पानीमा जसले पुच्छर हल्लायो मकै बारीमा। लगाइजहरू चाहिँ अब हाम्रा दाइलाई चाहिँ सबले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट पनि राम्रो राम्रो गरिदिनु होला।